गुड आफ्टरनुन सम्पूर्ण मेरो मित्रहरू, मेरो फ्रेन्डहरूलाई। सानो एउटा फुलको भिडियो बनाउन मन लाग्यो। धेरैजना आमाहरूले, दिदीबहिनीले भन्छ कि योपालि त मेरोमा फुल राम्रो भएन हौ, खै के भयो भनेर भन्ने गरेको हुन्छ। अनि भन्दै गर्दाखेरि त्यसको यादहरूमा अनि यो फुलहरू यहाँनिर छ। अनि फुल राम्रो हुनु नहुनुको कारण के हो भन्दाखेरि चाहिँ नि, सबसे फर्स्ट पहिलो कुरो त के हो भन्दाखेरि यसलाई इन्भेस्टमेन्ट पनि हो क्या त। अनि इन्भेस्ट भन्नाले पैसै खर्च गर्नुपर्छ भन्ने कुरो पनि होइन, पैसा पनि खर्च गर्नै पर्छ, तर यसलाई चाहिँ हामीले समय दिनुपर्छ। समयको इन्भेस्ट हामीले गर्नुपर्छ यसलाई क्या त। यहाँ पनि निकै ओइले यसमा पनि हामीले यसलाई समय दिनुपर्छ। अनि जब फुललाई हामीले समय दिएको हुन्छौँ नि, अनि फुलले पनि आफ्नो सुन्दरता त्यति नै प्रकट गरेको हुन्छ। यद्यपि हामीले फुललाई पनि आफ्नो समय दिन सकेनौँ भनेदेखि साथै फुलले पनि आफ्नो सुन्दरता दिन सक्दैन क्या त। अनि धेरैको फुलको बगैँचामा भन्छ के राम्रो फुल फुलेको हो पराईहरूको त, मैले त कति रोपेँ ट्याक्कै हुँदैन हौ भन्ने भन्छ नि। कहाँ त्यसरी हो र? फुल रोप्दाखेरि तपाईँहरूले राम्रो प्रकारले रोप्नु चाहिँ असल कुरा हो नि त, होइन? अनि त्यो नै मैले भन्न चाहेँ। अनि त मेरोमा पनि फुल त त्यस्तो त छैन, त्यति खासै त छैन। अनि जसले फुल यस्तो राम्रो प्रकारले बनाएको छ, अनि यो फुलबाट हामीले यही कुरो सिक्न सक्छौँ कि फुलबाट पनि हामीले कति फुललाई समय दिएको छौँ भनेको। कुनै पनि कुराको लागि चाहिँ हामीले समय दिनु चाहिँ जरुरी छ क्या त, हरेक कुराको लागि। यदि त्यो कुरोको लागि हामी समय नै दिन सकेनौँ भनेदेखि सायदै हामीले त्यो कुरोलाई कहिले पनि त्यस कुरोको उपभोग हामी गर्न सक्दैनौँ क्या त। मलाई त्यस्तो लाग्छ है मित्रहरू। के कसो तपाईँले यसो आफ्नो प्रतिक्रिया सायद जनाउनु होला है। हवस्, थ्याङ्क यू भेरी मच।